नमस्कार सर। हजुर नमस्कार हजुर। यहाँको परिचय सर? हजुर मेरो नाम प्रवीण पाण्डे, घर चितवन, अहिले यो पक्लेवा क्याम्पसमा उपप्राध्यापक एनिमल साइन्स। यहाँ विद्यार्थीहरू चाहिँ गेम तपाईँहरूको लमजुङमा थियो, भलिबल र फुटबल। चितवन कहाँ सर? चितवन मेरो माधवपुर भन्छ, टाढी। ए हजुर 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 सर। ए जो अब द्वितीय स्थान हासिल गरेर सर फर्किनु भयो सर। अब हाम्रो टिम चाहिँ राम्रै थियो विद्यार्थीको, अनि सबैले जित्छ भनेको अपेक्षा गरेको। लास्टमा अलिक खेल्न सकेनछन् केटाहरूले, तर आफ्नो हजुर हजुर इफोर्ट त सबै दिएन त। हजुर हजुर सबै पनि लकले पनि कहिले कहिले। म पनि यता भैरवा बुटलतिर हिँडेको सर। अब यो टिमको लोगो देख्दै माया लाग्यो सर। खुसी लाग्यो सर। तपाईँ पनि हुम्ला के भन्नुभयो अरे? मानस सरोवर बहुवी क्याम्पस सिम्बीकोटमा प्राध्यापन गर्छु सर मैले पनि। एजुकेसन हो हाम्रो 11-12 मा बाली विज्ञान छ सर। ए हजुर सर। हजुर खुसी लागेर अनि सरको थोरै अलिकति परिचय यसो सानो लिउँ भनेर। हाम्रो सब हाम्रो बाबुहरू हुन्छ हाम्रो बाबुहरू द्वितीय स्थान हासिल गरेर लमजुङ क्याम्पसबाट फर्किनु भएको छ। मलाई पनि यहाँहरूले माया गरेर अब यो टिमको लोगो देखेपछि एकदम माया लाग्ने। यही गाडीमा म पनि पश्चिमतिर यहाँहरूसँग म अब जाँदैछु। एकदम एकाडेमी पुरा टिमसँग यहाँ हिँड्न पाउँदाखेरि मलाई पनि एकदमै खुसी लागिरहेको छ। र केही घन्टा अब हामी 2-2.5 घन्टाको यात्रा सँगै गर्न जाँदैछौँ। मैले यहाँहरू सबैलाई कैद गरेँ। सम्पूर्णलाई मेरो फेरि एकदमै हार्टली कङ्ग्रेचुलेसन है, द्वितीय स्थान प्राप्त गर्नुभएको हजुर सबैलाई धेरै धेरै एकदमै हजुरलाई एकदमै बधाई छ, धन्यवाद। आगामी दिनहरूमा पनि यसरी कलेजको नाम राख्नुहुनेछ। अहिलेलाई यति नै, कर्मश हामी सिनारीहरू लिँदै जाउँला। हस् नमस्कार। नमस्कार। नमस्ते, मेरो नाम राजन साई। अहिले हाल पक्लेवा क्याम्पस म पढ्दैछु, कृषि क्याम्पसमा। हुम्ला होइन बाबु? घर चाहिँ हुम्ला हो। हजुर हुम्ला भनेपछि माया लाग्छ। आफू पनि हुम्लामा 38 वर्ष भयो भने। त्यही त अब जसो कि अब यात्रा क्रममा सरलाई बाटोमा भेट भयो होइन। हजुर हजुर। सर पनि अब जस सिमीकोटमा अब जस पढाउनु हुँदो रहेछ, एकदम खुसी लाग्यो जस भेटेर। ए अनि हजुरको मामा र म स्टाफ होटलको साई र म अनि राजन साई बाबु हजुर एउटा सिङ्गर पनि हो अरे नि, मैले यहाँ सुनेको अनि धेरै राम्रो गाउनु। ल एउटा गीत पनि जाओस् बाबु। अलिअलि त अब सबैले गाउँछन् गाना। हजुर हजुर। ल बाबु पनि एउटा जाओस्। ल हेर्नुहोस् गाइस, हाम्रो हुम्लाको विद्यार्थी पक्लेवा कृषि क्याम्पसमा पढ्ने बाबु बिएससी हो बाबु। हजुर हजुर। हो अनि यहाँ अब यात्राको सिलसिलामा हाम्रो भेट भयो यहाँ अकस्मात लमजुङ यहाँ क्याम्पसमा गएर उहाँहरू भलिबल द्वितीय स्थान हासिल गरेर जितेर आउनुभएको मैले बधाई दिन पनि पाएँ। र सँगै यात्रा गर्ने क्रममा राजन साई बाबुको एउटा सानो एउटा गीत पनि सुन्नुहोस् है सबैले यहाँहरूले। हेवाथलमा साइली डुङ्गा मलाई मनपर्ने गाना सम्झनामा तिम्रो तस्बिर झलला, सम्झनामा तिम्रो तस्बिर झलला। धन्यवाद। ल धन्यवाद। जस नारायण साई बाबुले यो यात्रामा पनि अब मन राख्नुभयो एकदम। अब म्युजिक छैन केही छैन, त्यही पनि धन्यवाद हजुरलाई। यो माहौललाई यसो साथ दिँदै एकदम 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 हजुर हजुर। बाबु हजुर केही भन्नु छ कि? हजुर नमस्ते, मेरो नाम चाहिँ विवेक सुवेदी। म हाल पक्लेवा कृषि क्याम्पस 8औँ 17मा चाहिँ पढिरहेको छु। घर कहाँ नि बाबु? मेरो घर चाहिँ पुर्खौली घर पर्वत। अहिले हाल बसोबास बुटोल कोलपार। बसोबास कहाँ? बुटोल कोलपार। ए अनि पर्वत कहाँ हो? पर्वत मेरो हातेमालो। वास हेर्नुहोस् मेरो फलेवास हो नि। हामी एउटै ठाउँको पर्छ। यता हुम्लाको कर्मक्षेत्रको, यता मेरो जन्म थलोको। हामी दुइटा फेरि मिल्ने साथी एउटै सिटमा बस्छ। कस्तो मिल्ने संयोगको कुरा यस्तै हो। अब अरू त के भन्ने, म आफूलाई अझै आफ्नो परिचय दिनुपर्दा चाहिँ म चाहिँ नेपाल विद्यार्थी सङ्घ पक्लेवा मुलिका समितिको पूर्व सभापति। ए हजुर हजुर हजुर। नेपाल विद्यार्थी सङ्घको? हजुर। ए हजुर हजुर हजुर।
ठिक छ अङ्कलसँग भेट भयो खुसी लाग्यो यात्राको क्रममा नयाँ मान्छेहरूसँग भेट्न मलाई पनि मनपर्छ पर्सनल्ली र आज संयोगवश उहाँसँग भेट्न पाइयो खुसी छु यात्रा पनि छौँ रमाइलो गरौँला बाबुसँग मलाई एउटा खुसी के लाग्यो भने एकदम फर्स्ट इम्प्रेसन म यो बसभित्र यो टिमको लोगो देखेर भित्र छिरेको थिएँ आउ पनि स्टाफ भएको नाताले पक्कै पनि मलाई लैजान्छन् भनेर कहाँ जाने यो बुवा भनेर भन्दा म यस्तो यस्तो बस्नुहोस् बस्नु बुवा यो भने यो रातो ज्याकेटमा बाबुको उठाएर पनि यहाँ छेउमा बसेँ एकदम खुसी लाग्यो हेर्नुहोस् हस् धन्यवाद हस् हस् शुभ नाम बाबु भलिबल प्रतियोगिता कस्तो भयो त्यो गणेश विश्वकर्मा हजुर हजुर अनि भलिबल खेलेर आउँदै हुनुहुन्छ अनुभव कस्तो रह्यो अनि यो अनुभव त तीव्र गतिको भयो हजुर अब बेला बेलामा अलि साइको भने भयो कतै अनि फर्स्ट स्थान कसले आएको छ मेरो हजुर फर्स्टको भयो फर्स्ट लमजुङ नै भयो लमजुङ भयो द्वितीय हामी भइयो होइन द्वितीय तृतीय दाङ ए दाङ जस धेरै ठाउँबाट आएका थिए दाङ रामपुर झापा लमजुङ त्रोबाट द्वितीय भनेको पनि ठुलो हो धेरै फाइनल पुग्नु ठुलो कुरो थियो र बलाटर फुट्नेरी हान्नुभयो सर बलादर त फुटेन बल्छै फुट्यो पहिला हाम्रो पालामा बलाटर भन्ने हुन्थ्यो क्या भित्र हेर्नुहोस् अहिले त बलाटर हुँदैन बलादर फुट्यो मन पनि फुट्यो हस् रमाइलो गर्दै जानुपर्छ अब हामी 1.5-2 घन्टा अब सँगै छौँ हस्
बाबु रमाइलो छ रमाइलो छ आजै लगाऊ माया के होला के होला घरको ठेकीको मदानी त्यसलाई राख्छु गलीमा जुमानै दिदानी कालो कसुमाको दिवाना तिमीलाई हेर्दै हेर्दैमा बिताउँदा जीवन धेरै रमाइलो भयो एकदम तपाईँलाई धेरै धन्यवाद है हुन्छ हुन्छ सर एकदम उसलाई मैले हजुरको नम्बर राखेको छु नम्बर राखेको छु फोन गरौँला सर ठिक छ मैले हामी यो त्रिभुवन विश्वविद्यालयको यो गाडीमा आएका थियौँ एकदम धेरै धेरै धन्यवाद यस्तो राम्रो साइट पर्यो छपिया हिँडेको ठ्याक्कै यो गाडी पनि आएको मौका पर्यो एकदम मलाई खुसी लागिरहेको छ एकदम बाई बाई ओ कुन ठाउँ हो बाबु भैरवा हो यो के चोक हो यो देवकोटा चोक देवकोटा यो देवकोटा चोक यो ल यो भैरवाको म देवकोटा चोकमा छु सिद्धार्थ नगरपालिकाको यो देवकोटा चोक हो यो देवकोटा चोक ल पक्लेवा क्याम्पसको गाडीमा आइयो युनिभर्सिटीको गाडीमा यस्तो राम्रो लाग्यो अनि यो अनि यसलाई बुन्त चोक भन्छ यो छपिया जाने गाडी कहाँबाट पाउँछ यो पुल तर पारी जाने त्यो चोकबाट उता जाने ए हजुर म यहाँ बुद्ध चोकको यो स्काई ब्रिकमा आइरहेको छु पुल माथिबाट जानु पऱ्यो कि तलबाट ए ल हस् 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 म यहाँबाट अब जाँदैछु यो बुद्ध चोकमा अब यो ओभरफ्लाई ब्रिज रहेछ यो ब्रिज तरेर हामी जाने कुरो आयो यो भैरवा सिद्धार्थ नगरपालिका भैरवाको स्काई ओभर ब्रिज दामी छ है यो ओहो पुलमा यस्तो ढुङ्गा छापेको हेर त यस्तो ढुङ्गा छापेर कति राम्रो बनाएको पुलमा ल यो त काठमाडौँको रत्तपार जस्तो रहेछ हो ल हेर्नुहोस् यो बुद्ध चोकको यो स्काई ब्रिजबाट देखेको दृश्य ल हेर्नुहोस् गाई जो भैरवा भैरवा अत्यन्तै सफा छ स्वच्छ छ भिडभाड पनि केही हदसम्म काठमाडौँभन्दा कमै छ पुल पनि ढुङ्गा छापेर कस्तो राम्रो बनाएर रहेछ जुटका बराबरी के लिएर हिँडेको छ फ्लाइओभर यो ब्रिजबाट अब म
तल झर्दैछु। बुद्ध चोक रहेछ। बुद्ध चोक खास यसलाई भनेको रहेछ बुद्ध चोक। बुद्ध चोक रहेछ है गाइस, हेर्नुहोस्। ल यो बुद्ध चोक भयो। अब त्यो गेटबाट छपिया जाने गाडी पाउँछ भन्ने कुरो भयो। अब म त्यो गेटतर्फ जाँदैछु अनि यो ल बुद्ध चोकबाट म पश्चिम मोडिएपछि यो गेटमा आएको छु। यहाँबाट पाउँछ अरे छपिया जाने गाडी भन्ने कुरो अब आएको छ। लुम्बिनीतिर जाने गेट रहेछ। अब यहाँ अलि अगाडिबाट अनि छपिया जाने गाडी पाउँछ भन्ने कुरो भएको छ। म भाइ यो छपिया जाने गाडी कता छ? अगाडि छ। ल यो छपिया जाने गाडी अब मैले खोजिरहेको छु। यो छपिया जाने गाडी कुन लाग्यो? परे अझै नजिकै छ भन्दा भन्दै त म त धेरै हिँडिसकेँ, पसिना पनि आइसकेँ। अब अल्लिपलतिरबाट भन्दा भन्दै अहिले अब त्यो गेटबाट भन्ने कुरो भएको छ छपिया जाने गाडी। अब हेरौँ त्यहाँबाट पनि सोधेर अब कतातिर जानुपर्ने हो। आए बाबु आए। कहाँबाट आएको बाबु? पढ्छौ? कतिमा पढ्छ? 6मा। ल शिव शर्मा पौडेलको युट्युब च्यानललाई सब्सक्राइब गर्ने है, शिव शर्मा पौडेलको। हजुर छपिया जाने गाडी कुन होला? ए अगाडि छ। हजुर यो छपिया जाने गाडी कुन होला? त्यही हो कि जस्तो छ। अब मेरो शिव शर्मा पौडेल, SHIVA शिव, SHARMA शर्मा, PAUDYL पौडेल। ल तिम्रो नाम के हो? ओम के? पाण्डे। ल ओम पाण्डे। ल मेरो सब्सक्राइब गर्ने है। ल बाबु राम्रोसँग पढ्ने। ल बेस्ट अफ लक। ल म यही गाडीमा अब छपियातर्फ जाँदैछु। यस्तो राम्रो यो गेट छ हो। यहाँबाट पौडेल हामी चिल्लिया चोकतर्फ गाडी अगाडि बढिरहेको छ। हामी अगाडि जाँदैछौँ। यस बस अलिक त्यति भरिएको छैन। अब घाँटीमा गएर भरिने होला।